हेलो हजुर नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु यहाँहरू सम्पूर्णलाई। म उमेश केसी आज उमेश केसी कन्सियसनेस च्यानलमा एउटा महत्त्वपूर्ण विषयवस्तु लिएर उपस्थित भएको छु। आशा गर्छु यो पनि तपाईँको आफ्नो व्यक्तित्व विकासको लागि, आफ्नो क्षमता विकासको लागि चाहिँ अत्यन्तै महत्त्वपूर्ण साबित हुनेछ र यो भिडियोलाई अन्तिमसम्म हेरेर तपाईँले साथ दिनुहोला। आजको विषयवस्तु रहेको छ मनुष्यको अथवा मान्छेको सबैभन्दा महत्त्वपूर्ण गुण, लक्षण के हो भन्ने विषयमा र त्यसलाई चाहिँ हामीले किन महत्त्वपूर्ण मान्नुपर्छ भन्ने विषय लिएर आएको छु। त्यो हो धैर्य, अटल धैर्य। मानिसभित्र हुनै पर्ने यो महत्त्वपूर्ण गुण हो अटल धैर्य। जोसँग अटल धैर्य छ त्योसँग यो सारा संसारको सुख, समृद्धि, शान्ति लगायत यश, कीर्ति हुने गर्दछ र वास्तवमा त्यही नै व्यक्ति सफल पनि मान्ने गरिन्छ। र यो विषयलाई चाहिँ लिएर मनुस्मृतिमा पनि महत्त्वपूर्ण विषयको रूपमा चाहिँ यसलाई व्याख्या गरिएको छ। जो व्यक्ति कठिन परिस्थितिमा अविचलित भावले निरन्तर कार्यमा लागिरहन्छ भने वास्तवमा त्यही शक्तिलाई नै धैर्य भन्ने गर्दछन्। मनुस्मृतिमा मानिसको महत्त्वपूर्ण 6 लक्षणमा यो अटल धैर्यलाई पहिलो लक्षणको रूपमा चाहिँ व्याख्या गरिएको छ। त्यस कारणले गर्दाखेरि पनि हामी बुझ्न सक्छौँ कि यो धैर्य कति महत्त्वपूर्ण हुने गर्दछ। मनुस्मृतिमा 6औँ अध्यायमा यसलाई महत्त्वपूर्णको साथ पहिलो लक्षणमा बताइएको छ। त्यसलाई धृति भनिएको छ। धृति भनेको धारण गर्ने, सुरक्षण गर्ने, अपनाउने। जो व्यक्ति अटल धैर्यको साथमा जुन लगनशीलतापूर्वक अविचलित भावले अगाडि बढिरहन्छ भने वास्तवमा त्यो व्यक्ति धैर्य मान्ने गर्दछन्। बहुत गही थोड़ी रही, व्याकुल मन मत रहो, धीरज सबका मित्र है, करी कमाई मत खो। वास्तवमा मान्छेको धेरै शत्रुहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण र वास्तविक मित्र, मान्छेको वास्तविक मित्र भनेको चाहिँ धैर्य हो, अटल धैर्य। जब यस्ता साथीसँग मजबुत दोस्ती हुन्छ त्यही साथीले तपाईँलाई कठिन अवस्थामा चाहिँ सहायता दिने गर्दछ र यो कठिन अवस्थामा दिएको सहायताले नै तपाईँ सफलता हासिल गर्न सक्नुहुनेछ। त्यस कारणले गर्दाखेरि धैर्य वास्तवमा मानिसको महत्त्वपूर्ण साथी हो। एउटा कठिन परिस्थितिमा पनि अविचलित भावले हामीलाई सहायता गरिरह्यो भने त्यही अविचलित भाव नै हाम्रो सफलताको एउटा महत्त्वपूर्ण कारक तत्त्व बन्ने गर्दछ। त्यस कारणले गर्दाखेरि जुन मनुस्मृतिमा पनि धृति भन्ने शब्दबाट व्याख्या गरिएको जुन महत्त्वपूर्ण लक्षण छ, यी लक्षण वास्तवमा मान्छेको महत्त्वपूर्ण मित्र पनि हो। यही मित्रता जसको बढी छ, जोसँग यस प्रकारको मित्रसँग घनिष्ठता छ, त्यही व्यक्ति वास्तवमा सफल हुन सक्छ, सुखी हुन सक्छ, आनन्द रहन सक्छ। त्यस कारणले गर्दाखेरि म यहाँहरूलाई पनि अनुरोध गर्न चाहन्छु, तपाईँले पनि यो धैर्य, अटल धैर्यलाई चाहिँ बुझ्नुहोला र यसलाई धारण गर्नुहोला र यस्तो मित्र तपाईँले चाहिँ गुमाउनु हुँदैन र जसले यो गुमायो संसारको सबै सुख, सफलता र आनन्द पनि गुमाउन सक्दछ। त्यस कारणले गर्दाखेरि यो महत्त्वपूर्ण मित्रलाई चाहिँ तपाईँले एकदम साथमा लिनुहोला। यति भन्दै आजको विषयवस्तुलाई म यहीँ अन्त्य गर्न चाहन्छु। आजको यो भिडियो, आजको विषयवस्तु यहाँलाई कस्तो लाग्यो? अवश्य पनि राम्रो लागेको छ भन्ने आशा गर्दछु। यहाँहरूले यो भिडियोलाई मन परेको छ भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया दिनको लागि अनुरोध गर्न चाहन्छु। नमस्ते।